आज म हजुरहरूलाई बनेपाको जनगालमा रहेको हंसदा योग आश्रमको केही दृश्यहरू प्रस्तुत गर्दैछु। यो आश्रममा योगीजनहरू ध्यान, साधना र योग अभ्यास गरेर बस्ने अति राम्रो रमणीय दृश्य हजुरहरूलाई म यहाँ प्रस्तुत गर्दैछु। हजुरहरू देख्न सक्नुहुन्छ कति सुन्दर वातावरण भएको ठाउँ। खेमराज छतिवडाजीको साथमा हामी यहाँ चाहिँ फोटो सेसनमा छौँ। पदम दाहाल मेरो पहिलो शङ्खुवा सभा मादी भन्ने ठाउँ हो। श्रद्धेय व्यक्तित्व इन्दुल केसीजी मेरो त अभिभावक पनि हुनुहुन्छ उहाँ। उहाँले चाहिँ यो अक्षय धाममा अक्षय तृतीयाको दिन आउनुपर्छ नि भनेर उहाँले निम्ता जाहेर गर्छ। हामी कहाँ छौँ त भन्दाखेरि यो बनेपाको जनागालको हंसदा आश्रममा स्वामी विशुद्धदेवको समाधि स्थल हुनुहुन्छ। खुसी लाग्यो। क्यामेराम्यान बहिनीलाई पनि स्वामी उहाँ दिल्लीबाट नेपाल आगमन भएर नेपालमा अध्यात्म, नैतिकता र धर्म जागरणको लागि आउनुभएको हो। उहाँले मुख्य कार्यहरू समाजमा चरित्र निर्माण, नैतिक शिक्षा, जीवन शुद्धिकरणको सन्देश फैलाउनु भएको छ। प्रमुख कृतिमा चरित्र विज्ञान, जसमा नैतिकता, व्यक्तित्व निर्माण र जीवन दर्शनका गहन विचारहरू राख्नु भएको छ। मस्तिष्कमा समझदारी हुनुपर्छ, हृदयमा इमान्दारी हुनुपर्छ, काँधमा जिम्मेवारी हुनुपर्छ भन्ने जीवनमा चरित्र नै सबभन्दा ठुलो सम्पत्ति हो भन्नुभएको छ उहाँले। स्वामी विशुद्धदेवजीले नेपालको विभिन्न स्थानमा साधना, प्रवचन, शिक्षा, कार्य र समाज सुधारका गतिविधिहरू सञ्चालन गर्नुभएको थियो। उहाँले सत्य, प्रेम, सेवा र अध्यात्मलाई जीवनको प्रमुख मार्ग दर्शन मानेर प्रचार गर्नुभएको छ। म यति नै संक्षिप्त रूपले भन्छु। मेरो यही हातमा नै त्यही भएर प्राण मूर्ति नै राख्नु भएको ल। अनि उहाँको कुरा अब उहाँले केही भन्ने मैले विशुद्धदेव गुरु समाधि पछि चाहिँ उहाँको सान्निध्यमा मैले यहाँबाट चाहिँ दीक्षा लिएको। अब म अहिले धेरै वर्ष पछाडि यो ठाउँमा आइपुगेँ। मेरो पुनर्जन्म पनि भएको हो, किनभने म क्यान्सर जस्तो सर्भाइभल रोगबाट बाँचेर फेरि अहिले म योग, प्राणायाम, ध्यान चाहिँ सिकाउँदैछु। अरूलाई कसैलाई पनि यस्तो क्यान्सर जस्तो घातक रोग नलागोस्, यो चाहिँ विश्वव्यापी रूपमा क्यान्सर लागेर योग, ध्यान, प्राणायामबाट जितेर पनि योग सिकाउन सक्षम एउटा भएको हुनाले मान गर्न सक्छु। त्यति क्यापेसिटीले मलाई उहाँले दिनुभएको छ। म योगी खेमराज छतिवडा। हाम्रो पञ्चशील गुरुलाई थाहा छ, किनभने उहाँसँग हामी बसेर दीक्षा लिएर हजुर हुनुहुन्न थियो त्यतिखेर। त्यो बडा इन्ट्रेस्टिङ कुरा छ क्या। अब म पहिला पनि यहाँ आएर अलिकति आफ्नो सद्भाव चढाएर गएको थिएँ। फेरि गुरुले मलाई चाहिँ निमन्त्रणा पठाउनु भएछ, म सहजै स्वीकार गरेर यहाँ आएको। अब धेरै कुरा चाहिँ म पछि गरौँला। धेरै राम्रो कुरा, योग र ध्यानबाट चाहिँ क्यान्सर जस्तो बिरामी निको पारेर पुनर्जीवन यहाँले पाउनु भएको छ। यो स्वामी विशुद्धदेवज्यूलाई प्रणाम गर्नु, कोटि कोटि प्रणाम। स्वामी सच्चिदानन्द विशुद्धदेवजी महाराजको आज उहाँले आफ्नो यो भौतिक शरीर छोड्नु भएको, उहाँले निर्वाण प्राप्त गर्नुभएको दिन आज 24औं वर्षको स्मृति दिवस चाहिँ हामीले विभिन्न उहाँको स्मरण गर्दै उहाँको समाधिमा रुद्राभिषेक सँगसँगै यज्ञ हवन गरेर मनायौँ। यस्ता गुरुदेवप्रति हार्दिक नमस्कार र धन्यवाद प्रणाम गर्दै यहाँ हाम्रो आज आश्रममा विराजमान भइरहनुभएका स्वामी, यस आश्रमका प्रमुख संरक्षक आदरणीय श्रद्धेय स्वामी श्री नीलकण्ठ बाबाजी महाराज, त्यसै गरी यहाँ हाम्रो चरित्र निर्माण सङ्घको आदरणीय श्री स्वामी प्राणमूर्तिजी महाराज, त्यसै गरी हाम्रो विश्व शान्ति ध्यान केन्द्रका प्रमुख संरक्षक चरित्र निर्माण सङ्घका अध्यक्ष आदरणीय श्री स्वामी कल्याण मित्रजी महाराज, आदरणीय विश्वरूप योग आश्रमका प्रमुख आदरणीय स्वामी श्री सुशीलजी महाराज, त्यसै गरी छतिवडाजी हुनुहुन्छ, उहाँ योग प्रशिक्षक हाम्रो
स्वामीजीको शिष्य हुनुहुन्छ। आजको यस विशेष स्वामीजीको कार्यक्रम, स्वामीजीको स्मृति दिवसको उपलक्ष्यमा म हृदयदेखि नै स्वागत गर्दै यहाँहरूलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। नचिकेतो वृणीष्व येयं प्रेते विचिकित्सा मनुष्ये अस्तित्वैके नायमस्तीति चैके एतद्विद्या मनुष्यस्तस्त्वयाहं वराणां ये सवरस्तृतीयाः देवैरत्रापि विचिकित्सितं पुरा न हि सुविज्ञेयमनुरेष धर्माः अन्यं वरं न नित्य। अब श्राद्ध किन गरिन्छ भने जति पनि गृहस्थ अथवा ज्ञान नभएको परम तत्त्वलाई प्राप्त नगरेको उनीहरूको चाहिँ के भन्दाखेरि कामनाको कारणले गर्दाखेरि तत्त्वज्ञानीहरू शरीर छुटिसकेपछि कहीँ जाँदैन। कार्यक्रमको अन्तमा अब प्रसादी ग्रहण गरेर मात्रै हामीहरूले जानुपर्ने हुन्छ। त्यसैले हामी अब प्रसादी ग्रहण गर्दैछौँ।